नेपाली विद्यार्थीका फन्नी एन्सर पार्ट 3। आज इक्जाम थियो सामाजिकको। आउनुहोस् हेरौं विद्यार्थीले कस्ता कस्ता एन्सर लेखे। प्रश्न नम्बर 1, काठमाडौँको 9 तले धरहरा कसले बनाएका हुन्? उत्तर, ठेकेदार, मिस्त्री अबे साले र लेबरहरूले। प्रश्न नम्बर 2, नेपालको एकीकरण गर्नमा पृथ्वीनारायण शाहको कति ठूलो हात थियो? उत्तर, यति ठूलो हात थियो। प्रश्न नम्बर 3, वैशाख 1 गते के मनाइन्छ? उत्तर, बिदा लौ। प्रश्न नम्बर 4, कालु पाण्डे कुन युद्धमा मारिएका थिए? उत्तर, आफ्नो अन्तिम युद्धमा। खराब हो जाएगा, मैं भम्मा बहन पे आ जाऊंगा। प्रश्न नम्बर 5, सगरमाथा कुन जिल्लामा पर्दछ? लेख्नुहोस्। उत्तर, सगरमाथा कुन जिल्लामा पर्छ? लेखिदिए। क्या बक रहे हो मादर? सालेलाई लेख्नुहोस् भनेको थिए, लेखिदियो।